राजावादीको आन्दोलन चाहिँ के हो के छ यो आन्दोलन है अब आन्दोलनले खासै राजा भ्याटै आइहाल्ने भन्ने त लाग्दैन यो अन्तर्राष्ट्रिय शक्तिहरू चाहिँ लगाइरहेको हुन्छ यो पनि होइन हामीले ल्याएको यो बहुदल यस्तो हो दाइ म भित्र आन्दोलनकारीहरू रात दिन केही नखाइकन सडकमा निक्लिहान् है अब त्यो राजावादीको आन्दोलन भनौँ न अहिलेलाई तत्काल अब त्यहाँको लिड गर्ने मान्छे गाडीभित्र बुलेट प्रुफ गाडीभित्र बसेर त्यो निमुखा प्रहरीहरूलाई जबरजस्ती पेलेर हिँड्न खोजिरहेछ लौराले हान्दा सिसा उनीहरू त्यसरी हिँडिरहेछन् होइन त्यो त आन्दोलनकारीको एउटा लिड गरिसकेपछि त जे पर्छ म सहन्छु गोली खान चाहन्छु सबै लिड गर्छु भनेर आन्दोलनकारीको बिचमा लोकल साथी खोलेर बस्यो नि गाडीभित्र बसेर सेफ भएर त्यहाँबाट भाग्ने काम गर्नु त होइन नि। मैले एउटा कुरा बुझिनँ कि हामीले यति दुःख गरेर चाहिँ गणतन्त्र लिएर आयौँ जनताहरू यही गणतन्त्रले चाहिँ होइन भएन हामीले चाहिँ राजा चाहियो भन्नुको कारण चाहिँ के हो कि राजाको पालामा के भए अन्य अत्याचारहरू भन्ने कुराहरू सबै बिर्सिन्छ यो पहिला बितेका दुःख सबैले बिर्सेर सुखमा रमाइरहेको हुन्छ नि त्यस्तै कुरो अहिले सुख भइरहेको अवस्था रमाइरहेको अवस्था जस्तो हो तर के भयो भने नेताले गर्नुपर्ने ठाउँमा नगरेर मन लाग्दी आफ्ना नातागोताका मान्छेलाई हाल्ने प्रशय गर्ने अनि मनलाग्दी रूपमा चाहिँ नि घुसखोरी भ्रष्टाचारी गर्ने अनि हामीले देख चाहिँ यो अब यो गरे है भन्दै छ त्यही गरिरहेछ यो गर्न नहुने नेतालाई सबै कुरा थाहा छ कि सुरु जनतालाई यो चाहिँ हामीले गर्दा नराम्रो हो यो गर्न हुँदैन यो आफ्नो टिप्पण र यो कमाइको धन्दा यो घुस धन्दा गर्नु हुँदैन जनता चाहिँ बितिसमा आउँछ थाहा छ तर यो किन नचेतेको यो भनिदिनुहोस् न यही दुःखको कुरो हो कि यही केही कथित नेताहरू के 2046 सालदेखि हामी देख्दै आएका जो नेताहरूदेखि नै नेता बनाउँदा अहिलेसम्म तिनीहरूले नेतृत्व गरिरहन् र तिनीहरूले त्यही एउटै ढरामा चलाइरहन् युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भने तिनीहरूको कुनै ध्यानै छैन कि अनि युवाहरू त्यही पार्टीका युवाहरूमा पनि फ्रस्ट्रेसन त आउने स्वाभाविक भइहाल्यो नि आफू जीवित हुँदै ती युवाहरूलाई नेतृत्व दिएर खबरदारी गरेर राम्रो गरे भन्न परेमा आफै सर हुने यार आफू मर्दासम्म पनि सत्ता नछोड्दा फेरि अन्त अप्ठ्यारो हुन यही यसैको उपज हो यही गलत यो व्यवस्था गलत होइन कि यहाँका नेताहरू कथित नेताहरूलाई हामीले सुधार्न नसक्ने हामी गलत पनि हो कि यही कुराले गर्दा चाहिँ यो अहिले चाहिँ राजा चाहियो भनेर जनता उठेको यही कुराले होइन एकदम यो युवा नेताहरू छन् नि हामी त नेताहरू भइएन होइन अब हुन नि सकिन्थ्यो भइएन होला ठाउँमा तर भएका नेताहरूले पनि विद्रोह किन गर्न सकेनन् आफ्नो ती कथित बुढौली भएका नेताहरूलाई त्यहाँबाट बस्नुहोस् सम्मानपूर्वक भनेर किन भन्न सकेनन् तिनीहरूको पछि लगु किन भए अब त यहाँ युवा नेताहरूको पनि दोष देख्छु कि मैले किन सुध्रिँदैन अझै किन सुध्रिँदैन 62-63 को आन्दोलनपछि अनि माओवादी त्यत्रो जनयुद्ध गरेर आएको अब त ओहो सबै दुखी गरेको दिन आयो भनेर त लडेकै त हो त